नमस्ते, मसँग अहिले हुनुहुन्छ स्टाफ नर्स जसले बालबालिकाहरूलाई दिनरात केयर गर्नुहुन्छ र म उहाँलाई सोध्न गइरहेको छु। नवजात शिशु जुन बच्चा जन्मेदेखि 28 दिनभित्रको बच्चा हुन्छ त्यसलाई नवजात शिशु भनिन्छ र नवजात शिशुलाई एउटा आमाले चाहिँ कुन कुरामा ध्यान दिनुपर्छ त त्यो कुरा हाम्रो सिस्टरले बताउन गइरहनु भएको छ। सुन्नुस् है त। नमस्ते, मेरो नाम ममता सिंह टकुरी। आज म हजुरहरूलाई नवजात शिशु जुन 28 दिनभित्र गर्नुपर्ने केयरहरू के छ त्यो भन्न गइरहेको छु। बच्चालाई चाहिँ सर्वप्रथम छुनुभन्दा अगाडि साबुन पानीले हात धोएर मात्र छुनु पर्यो। त्यसपछि बच्चालाई सफा र न्यानो कपडाले राख्नु पर्यो र बच्चालाई सँगै प्रशस्त मात्रामा दुध खुवाउनु पर्यो। अनि त्यसपछि बच्चालाई चाहिँ बिहानको घामदेखि 20 घण्टासम्म बच्चाहरू सुत्यो भने दुध खाने खुवाउने कि नै त? खुवाउने बेला दुई बच्चालाई चाहिँ सुत्यो भन्दामा दुध खुवाउन बिर्सनु चाहिँ भएन। बच्चा आफै जानेर उठ्दैन, बच्चालाई उठाएर 2-2 घण्टामा चाहिँ दुध खुवाउनु पर्यो। बच्चाहरू 18 देखि 20 घण्टासम्म सुत्छन् तर उनीहरूलाई 2-2 घण्टामा चाहिँ दुध खुवाउनु पर्ने हुन्छ र बिहानको घाममा राख्नु पर्नेको कारण चाहिँ बिहानको घाममा राख्यो भने चाहिँ भिटामिन डी को कमी हुन भएन। जुन हाम्रो बिहानीको घाममा भिटामिन डी पाइन्छ त्यति मात्रै नभएर जसले गर्दा भन्दा घाममा राख्यो भने जन्डिस हराएर जान्छ। बिहानको घामले गर्दा चाहिँ बच्चाहरूलाई भिटामिन डी पाउनुको साथै बिहानको घामले चाहिँ जन्डिस हुनबाट पनि बचाउँछ है त। जस्तै एउटा बच्चा आमाले केयर गर्नुपर्ने कुरा न्यानो बनाइ राख्नु पर्यो, प्रशस्त मात्रामा दुध खुवाउनु पर्यो, बिहानको घाममा राख्नु पर्यो, मही खानु भएन। मही खाँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा भएको संक्रमण रुगाखोकीहरू बच्चामा सर्छ र बच्चामा इम्युनिटी पावर कम हुन्छ, त्यसैले छिटो बिरामी हुन्छ। त्यो कुरा चाहिँ ध्यान दिनु होला। पिसाब गर्नु पर्यो। बच्चाले पिसाब यदि 24 घण्टाभित्रमा फेरेको छैन भने चाहिँ अस्पताल लानु पर्यो। यदि दिशाहरू बाँड्छन् कहिले 5 दिनमा पनि गर्न सक्छ है त। यो कुरा भयो बच्चालाई आमाले कसरी हेरचाह गर्ने त। तर आमालाई त थाहा हुँदैन कुन अवस्थामा बच्चालाई अस्पताल लानुपर्ने हुन्छ देखाउन। बच्चाले छिटो सास फेरिरहेको छ, कोखा हानिरहेको छ भनेपछि चाहिँ हामीले बच्चालाई तुरुन्तै अस्पताल लानुपर्ने हुन्छ र बच्चालाई आमालाई बताइनुहोस् न। कोखा हानेको छातीको तल्लो भाग र यो साइडमा माथिल्लो भाग यस्तोमा चाहिँ हपक्क भित्र बाहिर गरिरहेको छ भने चाहिँ त्यसलाई कोखा हाने भनिन्छ। अनि सास दर बच्चाले छिटो सास फेर्यो भनेपछि हैन, बच्चाको सास भनेपछि 40 देखि 60 भनेको बच्चाको नर्मल हो। 60 भन्दा माथि भयो भने चाहिँ बच्चालाई अस्पताल लानुपर्छ। नर्मल भनेको 40 देखि 60 भयो बच्चाको सास दर भयो हैन। यदि 60 भन्दा माथि भयो भनेपछि चाहिँ बच्चालाई अस्पताल लानु पर्यो। तर बच्चाले दुध खाँदाखेरि बच्चा झस्केको बेलामा कहिले हैन त्यस्तो बेलामा चाहिँ आत्तिको बेलामा चाहिँ कहिलेकाहीँ चाहिँ सास दर बढी हुन्छ तर बिस्तारै नर्मल आउँछ है त। त्यो कुरा चाहिँ ध्यान दिनुपर्ने हुन्छ। र अर्को कुन शरीरमा 10 भन्दा बढी मात्रामा फोकाहरू देखियो भने जुन पिप जस्तो हुन्छ त्यो फोका देखियो भने चाहिँ अस्पताल लानुपर्ने हुन्छ हैन। अस्पताल लानुपर्ने कारण के रहेछन्? बच्चाले दुध खान सकेन है त, बच्चाले धेरै ज्वरो आयो भनेपछि कोखा हान्यो भनेपछि बच्चाले है त र छिटो सास फेर्यो भनेपछि बच्चा दुध नखायो भनेपछि पनि राम्रोसँग दुध खाएन भनेपछि बच्चा निलो भयो भनेपछि है त शरीरहरुमा मुखहरु हात खुट्टामा पहेँलोपन देखियो भनेपछि पनि अस्पताल नजिकैको अस्पताल लानुपर्ने हुन्छ। यदि धेरै ज्वरो आइराछ भनेपछि कहिलेकाहीँ बच्चालाई फिर्सा आउन सक्छ, झट्का आउन सक्छ। त्यही भएर यदि धेरै ज्वरो आछ भनेपछि कपडाहरू चाहिँ खुल्ला गरिदिनु होला र झट्का आइहाल्यो भनेपछि नआतिनु होला। बच्चालाई खुल्ला गराएर बच्चालाई कुनै पनि मुखबाट खुवाउने प्रयास नगर्नु होला, दुध नखुवाउनु होला। त्यस्तो अवस्थामा र तुरुन्त नजिकैको अस्पतालमा लगेर जानु होला। हो नि सिस्टर? हजुर। ल हाम्रो आजको जुन बच्चा नवजात शिशुको बारेमा थियो एकदम हैन, यसको लागि धेरै धन्यवाद। र हामीमा कुनै त्रुटि भएमा चाहिँ माफ गरिदिनु होला। हामीले जानेको कुराहरू चाहिँ अस्पतालमा भएको बेला चाहिँ हामीले जानेको कुरा चाहिँ हजुरहरूलाई व्यक्त गर्न गइरहेका छौँ र है त। धन्यवाद।